अहिले चाहिँ झापाको बाटोहरू कहिले धुलामे त कहिले हिलामे भइरहेको छ अनि आज पनि झापाको बाटो चाहिँ एकदमै धुलामे भइरहेको छ है। अब के गर्ने भन्दाखेरि यही गर्ने, अब धुलो खाने हो हिँड्ने हो। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुरहरू सबै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। हेन्सम देखिरहेको छ क्या हो। आज चाहिँ हाम्रो अफिसमा एकदमै धेरै लट्स अफ कामहरू थियो अनि अहिले चाहिँ हामी आएको छौँ द ब्युटी वर्ल्ड तिर। अनि अहिले चाहिँ मेरो डेली लाइफहरू सुत उठ खा अनि काममा जा, सुत उठ खा अनि काममा जा गरेर बितिरहेको छ। अहिले चाहिँ साथी र म स्टिकर टाँच्दैछौँ अनि यसलाई चाहिँ मजाले वाल छेडेर वासर ससर लाएर स्क्रु ड्रिलले कसेर अनि मजाले नटले फिक्स गर्यो भने चाहिँ दामी हुन्छ। अहिले चाहिँ म अर्कोतिर काममा आएको छु अनि हाम्रो काम चाहिँ यस्तो छ होइन गाइज, यो यस्तो हिँड्छौँ होइन। अनि यहाँ चाहिँ अब सगरमाथाको जत्रो नाक बोकेर सुतिरहेको रहेछ साथी चाहिँ है। ल हाम्रो काम पनि सकिसक्यो। अहिले चाहिँ एकदमै दामी भयो, बबाल भयो, चट्टा लाएर टक्क पारामा। अब हामी चाहिँ जानुपर्ने हुन्छ अर्कोतिर। काम सकेर हिँडेको गाइज बाहिर त सनसेट चाहिँ यस्तो दामी लागेको रहेछ, मजा